एउटा कुरो कस्तो हुन्छ भने चन्द्रलिङ्गापुरमा अधिकांश ड्राइभर छन्। आज चन्द्रलिङ्गापुर मात्रै नभएर अधिकांश जिल्लामा ड्राइभर पेसा चाहिँ सबैले रोजे। किन रोजे भन्दा के अरे बिए पास गरेकाले पनि रोजे हैन, धेरै पढेकाले पनि रोजे र नपढेकाले रोजे। किनभने सजिलो जागे र खतरा, एकदम खतरा छ नि त। सोचेर ल्याउँदाखेरि सजिलो नि छ। आज गाडीमा भाडा छैन भनेको छ, तेलको दाम बढ्यो भनेको छ, होटलमा सामानको चिज बढेको छ। आज किन लाचार भएर चुरा नलाएको पो हो त ड्राइभरहरूले भात पकाएर खानुपर्ने अवस्था आयो। समयले ठग्यो नि त आज सबैलाई, हो कि भनौँ न। त्यही भएर एउटा सानो कुरालाई ठक्कर दिँदाखेरि त्यो ड्राइभरलाई बेसरी कुट्छन्। मलाई धेरै मन दुख्छ क्या। म अनि भन्छु कि त्यतिखेर रोकेर, म त्यतिखेर रोकेर गएर भन्छु कि यसरी नकुट्नुहोस्। किनभने चपुरका ड्राइभर पनि भोलि हेटौँडा नि कट्नुपर्छ, नारायणघाट पनि कट्नुपर्छ, जहाँ पनि जानुपर्छ नि, पर्दैन र। त्यसै गरेर व्यवसायीहरूले आज गाडी लाइनलाई ठप्प हुँदै गर्दाखेरि कति समस्या परेको छ भन्ने कुरो आज सुसाइड गर्न पर्ने अवस्था भयो क्या व्यापारीहरूले। आज गाडी चलेको थियो र पो होटल चल्थ्यो र पो, मासु चल्थ्यो, तरकारी चल्थ्यो, चामल चल्थ्यो, त्यो अनुसारको साउनेहरूले फेसन गर्थे, स्टाफहरूले खान्थे। आज होटलमा एक्लै काम गर्नुपर्ने अवस्था केले सिर्जना गरे त? हाम्रो रोजीरोटी दिनको 100 रुपियाँ छैन, 10 वटा भात बेच्न सक्दैनौँ। 5 जना मान्छे आउँदाखेरि हाम्रो मुहारमा उज्यालो आउने दिन आयो, जबकि हिजो लाइन बसेर भात खान्थे। अनि आज व्यवसायले घमण्ड किन गर्नु त?